नमस्कार। आज तपाईलाई मैले यो वाटर हिटरको बारेमा जानकारी गराउँ भनेर यो भिडियो बनाउँदैछु। यो कर्णाली गोल्ड ब्रान्डको चाहिँ वाटर हिटर हो। यो कर्णाली गोल्ड ब्रान्डको एकदम स्टेनलेस स्टिल, यसको नट बोल्ट समेत तपाईको स्टेनलेस स्टिल छ, जसको चाहिँ क्वालिटी एकदमै राम्रो क्वालिटी छ। यसमा खिया लाग्ने सम्भावना एकदमै जिरो छ, किनभने सबभन्दा धेरै सोलर वाटर हिटरमा प्रब्लम आउने भनेको खिया लागेरै हो र यसमा चाहिँ एकदमै खिया लाग्ने सम्भावना एकदमै जिरो छ। त्यही भएर यो तपाईको क्वालिटी एकदमै राम्रो छ। र यसमा चाहिँ अब तराई अथवा पहाड कुनै कुनै ठाउँमा कस्तो हुन्छ भने तपाईको 2-4 दिन घामै नलाग्ने अवस्था पनि हुन सक्छ। त्यस्तो अवस्थाको लागि पनि हामीले कर्णाली गोल्डले चाहिँ यो इलेक्ट्रिक अप्सन, यसमा तपाईको चाहिँ इलेक्ट्रिक अप्सन पनि लिएर आएको छ। इलेक्ट्रिक अप्सन भन्नाले यसमा तपाईले तार जोडेर बिजुलीबाट पनि यसलाई चाहिँ चलाउन सक्नुहुन्छ यदि घाम नलागेको खण्डमा। होइन भने तपाईको चाहिँ मजाले सोलरले नै चल्ने भइहाल्यो। यो कर्णाली गोल्ड ब्रान्डको हो र यो भेरी राप्ती ऊर्जा प्राइभेट लिमिटेडले नेपालगञ्जमा आफ्नै ब्रान्ड बनाएर ल्याएर आएको छ। यसको चाहिँ क्वालिटीको कुरा गर्नुपर्दा एकदमै गुणस्तरीय क्वालिटी छ, वारेन्टी ग्यारेन्टी सहित क्वालिटी छ। र यसमा तपाईको हाम्रो भेरी राप्ती ऊर्जा प्राइभेट लिमिटेड विगत 25 वर्षदेखि यो सेवामा चाहिँ सोलर सेक्टरमा कार्य गरिरहने, विभिन्न नामले कार्य गरिरहेको र हाल चाहिँ नेपालगञ्जमा चाहिँ हामीले यो कर्णाली गोल्ड ब्रान्डको चाहिँ विभिन्न प्रडक्टहरू ल्याउने उसमा चाहिँ छौँ। र हामीले यो वाटर हिटर लिएर आएका छौँ कर्णाली गोल्ड ब्रान्डको। र हाम्रो चाहिँ वाटर प्युरिफायर पनि छ, कर्णाली गोल्ड ब्रान्डकै छ, जुन एकदमै गुणस्तरीय छ। त्यो पनि हामीले मार्केटमा बिस्तारै ल्याउँदैछौँ। र हाललाई चाहिँ हामीले यो तपाईलाई अब अहिले जाडोको सिजन पनि छ, जाडोको सिजनमा एकदमै आवश्यक चिज पनि भएर मैले तपाईलाई यो भिडियो बनाउन गइरहेको छु। यो तपाईको हामीले विभिन्न तपाईको जुम्ला, डोल्पा, कालीकोट लगायतका ठाउँहरूमा हामीले यो चाहिँ अहिले धेरै ठाउँ पठाइसकेका छौँ। विभिन्न होटलहरूमा तपाईले कर्णाली गोल्ड भनेर देख्न सुरु गरिसक्नुभयो होला। धेरै ठाउँमा चाहिँ अहिले हाम्रो गइसकेको छ यो कर्णाली गोल्ड भनेर। विभिन्न घरहरूमा पनि धेरै प्रयोग गरिराख्नु भएको छ। र ग्राहक फिडब्याकको कुरा गर्नुपर्दा तपाईको यो धेरै राम्रो प्रोडक्ट भनेर उहाँहरूले पनि जानकारी गराउनु भएको छ। र 1-2टाले लिएर जानु भएको छ, तर धेरैजना त्यो देखेरै धेरैजनाले लिएर जानु भएको छ। अरू प्रोडक्टहरूमा समस्या आइराख्ने, तपाईको स्टिलको नभएर फ्लामको चाहिँ भएको हुनाले त्यो खियासिया पनि अलिक धेरै लाग्ने सम्भावना रहिरहन्छ। तर हाम्रो यो कर्णाली गोल्ड ब्रान्डमा चाहिँ त्यो सम्भावना छैन, खिया लाग्ने सम्भावना छैन। त्यही भएर जुनसुकै ठाउँहरूमा पनि प्रयोग गर्न सकिने अवस्था रहन्छ यो चाहिँ। र यो गुणस्तरीय पनि छ, फेरि गुणस्तरीय पनि छ। र हामी यो इम्पोर्टर पनि हामी नै हो यसको। यो डाइरेक्ट हामी इम्पोर्ट गर्ने भावनाले यो तपाईँ कर्णाली गोल्ड ब्रान्डको देख्न सक्नुहुन्छ। हामीसँग पर्याप्त मात्रामा स्टक छ हामीसँग, र धेरै स्टक गइ पनि सकेको छ मार्केटमा, र अहिले धेरै स्टक हामीसँग बाँकी पनि छ। त्यसैले हामी यो कर्णाली गोल्ड ब्रान्डको अहिले एकदमै यो सिजन पनि भएको हुनाले हामीले यसलाई चाहिँ उचित मूल्यमा उपलब्ध गराउने प्रयास गरिरहेका छौँ, र प्रयासमा हामी सफल पनि भएका छौँ। त्यसैले तपाईहरुलाई यदि आवश्यकता छ यो कर्णाली गोल्ड, तपाईले तातो पानीको विकल्प खोजिराख्नु भएको छ भने कर्णाली गोल्ड तपाईहरुकै साथमा छ। र अर्को कुरा, यो हामीले तपाईको जस्तो धेरै ठाउँबाट, जस्तो तपाईको अलि दुर्गम ठाउँहरुबाट हामीलाई फोन गर्नुभयो भने हामी तपाईलाई यो सुविधा चाहिँ त्यहाँ पनि उपलब्ध गराइदिन सक्छौं। हामी तपाईलाई ट्रान्सपोर्ट या अरु कुनै मार्फतबाट हामी त्यहाँ डेलिभरी पनि गर्न सक्छौं। र अर्को कुरा, म टेक्निशियन साथीहरुलाई पनि के भन्न चाहन्छु भने, अथवा उपभोक्ताहरुलाई पनि के भन्न चाहन्छु भने, यदि तपाईहरु जोड्नमा कन्फ्युज हुनुहुन्छ, कुनै ठाउँमा चाहिँ हाम्रो टेक्निशियन नपुग्ने अवस्थाहरु छ भने, जहाँ चाहिँ तपाई जोड्नमा अलि कन्फ्युज हुनुहुन्छ भने हामी तपाईलाई भिडियो मार्फत अथवा भिडियो कल मार्फत वा हामीसँग यसका भिडियोहरु पनि छन्, हामी यो जडान गर्दा बनाइएका भिडियोहरु पनि छन्, जुन हामी तपाईलाई भिडियो मार्फत भिडियो व्हाट्सएप अथवा अरु माध्यमबाट हामी उपलब्ध गराउन सक्छौं। र अर्को कुरा, हामी यदि तपाईलाई त्यस्तो कन्फ्युजन हुन्छ या म जोड्न सक्छु वा सक्दिन भन्नुहुन्छ भने हामी तपाईलाई भिडियो कल मार्फत हामी सम्पूर्ण तपाईलाई चाहिँ टेक्निकल कुराहरु सिकाएर तपाईलाई आफै नै हामी फिल्डमा जोड्न सक्ने अवस्था हामी त्यहाँ सिर्जना गर्छौं। तपाईलाई यसमा सबै कुरा आउँछ। बाहिर तपाईको चाहिँ पाइपहरुको कुरामा चाहिँ अलिकति पाइपहरु जस्तो तपाईहरुको यहाँबाट जोडिने पाइपहरु हुन्छ, त्यो पाइपहरुमा चाहिँ तपाईले चाहिँ खरिद गर्नुपर्ने हुन सक्छ। त्यो चाहिँ तपाईले खरिद गर्नुपर्छ। र नत्र चाहिँ यसमा आउने सिस्टमहरुमा सबै कुराहरु तपाईलाई आउँछ। र अर्को कुरा, यसमा जोड्न खासै त्यति गाह्रो पनि छैन। यो तपाईको यो तातो पानी आउने तातो पानी छ, यहाँ यतापट्टि चाहिँ चिसो पानी जाने एउटा ट्याङ्की हुन्छ, पाइप हुन्छ, जुन पाइपबाट चाहिँ चिसो पानी दिने हो, र तपाईको यहाँबाट चाहिँ तातो पानी आउट हुन्छ। र यो तपाईको एक्जास्ट, यो तपाईको यो ओभरफ्लो हो। यो जस्तो तपाईको ट्याङ्की तपाईले युज गर्नु भएन, पानी धेरै तातियो भने त्यो पानीलाई चाहिँ पाइप मार्फत चाहिँ यो ग्यासहरु बाहिर निकालेर यो ग्यास बन्न दिन्न र ट्याङ्की चाहिँ खुम्चिन अथवा ट्याङ्की चाहिँ ब्लास्ट हुन दिदैन। त्यसैले यो यो राखेको छ। यसमा चाहिँ एउटा तपाईको एउटा चाहिँ प्लास्टिक सपोर्ट राखेर त्यसमा चाहिँ एउटा पाइप जोड्नु पर्ने हुन्छ।
र अर्को कुरा तपाईको यसमा एउटा अर्को विशेषता भनेको के छ भने तपाईले अहिले मार्केटमा जुन देखिरहनु भएको वाटर हिटरमा त्यो नहुन सक्छ। हाम्रोमा एउटा के विशेषता छ भने हाम्रो यो यसमा एउटा चाहिँ यस्तो या म्याग्नेसियम रडहरु राखेको छ, म्याग्नेसियम रडहरु राखेको छ जुन चाहिँ तपाईले यसरी खोलेर ट्याङ्की सफा गर्न सक्नुहुन्छ। र यो रडको काम हेर्दा त सानो छ तर पनि यसको उपयोगिता धेरै छ। तपाईको यसमा धुलोहरु कणहरु छ भने यसले चाहिँ चप्काएर राखेको हुन्छ, जसले गर्दाखेरि तपाईको चाहिँ फोहोरहरु पनि यसमा जम्मा हुन पाउँदैन। यसले सबै अनि तपाईले खोलेर कहिलेकाहीँ यसो महिना 2 महिनामा यसो खोलेर यसलाई चाहिँ यो ट्याङ्कीलाई सफा गर्नुभयो भने त्यो धुलो कणहरु सबै चाहिँ यही मार्फत चाहिँ निक्लिने र यहाँ ओभरफ्लो सबभन्दा तल भएको हुनाले सजिलो पनि छ। रडको कारणले तपाईको चाहिँ धुलोहरु सबै चाहिँ तान्ने भएको हुनाले भोलि गएर तपाईहरुको ट्युबहरुमा त्यो सोलर वाटर हिटरको ट्युबमा चाहिँ पानी फोहोरहरु जमेर चाहिँ तातो हुने, यो पानी तातो हुनलाई समस्या हुने, पानी धेरै तातो नहुने लगायतका समस्याहरूलाई एकदमै सजिलो हुन्छ। तपाईले ट्युब निकालेर बारम्बार सफा गरिरहनु पर्ने हुँदैन। त्यसैले यो एकदमै उपयोगी पनि छ। र यस्ता भिडियोहरु हेर्नलाई हाम्रो विभिन्न माध्यमहरु छन्, जसको माध्यम अन्तर्गत तपाईले चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो WhatsApp नम्बर छ 9851233022। भेरी राप्ती ऊर्जा प्राइभेट लिमिटेडको फेसबुक पेज पनि छ, हाम्रो टिकटक आइडी पनि छ, WhatsApp पनि छ र यसमा तपाईको युट्युबहरुमा पनि तपाईले हामीलाई सर्च गरेर हेर्न सक्नुहुन्छ। हाम्रो भिडियोहरु पनि विभिन्न उसका भिडियोहरु पनि छन्, हाम्रो विभिन्न प्रोडक्टका भिडियोहरु पनि छन् युट्युबमा तपाईको WhatsAppमा, फेसबुकमा, टिकटकमा तपाईले चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। र अन्य जानकारी चाहिएमा हामीलाई चाहिँ तल दिएको नम्बरमा वा हामीलाई अरु माध्यमहरुबाट पनि सम्पर्क गरेर हामीलाई चाहिँ अन्य जानकारी लिन सक्नुहुन्छ। धन्यवाद।